नमस्कार, साझापेज.com को युट्युब च्यानलमा तपाईलाई हार्दिक स्वागत छ। स्वदेश तथा विदेशमा घट्ने घटनाहरूको ताजा अपडेट लिएर तपाईहरुमाझ हामी निरन्तर आउनेछौं। तपाई भने हाम्रो यस च्यानललाई हेर्दै गर्नुहोला अनि सब्स्क्राइब गर्न पनि नबिर्सनुहोला। अब पालो खबरको। पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवकी छोरी अनिता यादवले दार्जिलिङमा नेपाली भाषा बोल्ने र नेपाली टोपी लगाउनेहरू नेपाली नभएको बताएकी छिन्। उनले दार्जिलिङमा नेपाली भाषीले आन्दोलन गर्दा समर्थन गर्ने तर मधेसीले नेपालमा अधिकार माग्दा रडाको मच्चिने गरेको बताएकी छिन्। अनिताले भनिन्, भारतमा नेपाली भाषीले अधिकार, सम्मान र स्वाधीनताको विषयलाई मूल मुद्दा बनाएर राष्ट्रमा आफ्नो पहिचानको लागि लड्दा नेपालीहरूको फेसबुकमा बडो जोडका तोडसँग समर्थन गरेको देखिन्छ। तर मधेसीहरूले अधिकार, सम्मान र स्वाधीनताको विषयलाई मुद्दा बनाउँदा किन यत्रो रडाको हुन्छ यहाँ? दार्जिलिङमा नेपाली टोपी लगाउने र नेपाली भाषी बोल्नेहरू नेपाली नभएको भन्दै यादवले भनिन्, दार्जिलिङमा नेपाली बोल्ने व्यक्ति नेपाली नै होइनन्, उनीहरू आफू भारतीय भएकोमा गर्व गर्छन्। नेपालको तराईवासी मधेसीले नेपाली बोल्न नजाने पनि, पहाडी मूलका मान्छेहरूको जस्तो नदेखिए पनि, उनीहरूले दौरा सुरुवाल टोपी नलगाए पनि नेपाली नै भएको, तर यो सबैले महसुस गर्न नसकेको भन्दै यादवले मधेसीलाई हेर्ने सोच नबदलेसम्म देशको विकास नहुने दाबी समेत गरेकी छन्। भर्खरै मैले पूर्व राष्ट्रपतिकी छोरी अनिता यादवले दार्जिलिङमा नेपाली भाषा बोल्नेहरू नेपाली होइनन् भनेर दिएको अभिव्यक्तिलाई जोड्दै तयार गरिएको खबर तपाई माझ राखे। तपाईलाई कस्तो लाग्यो? कृपया तलको कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया दिन नबिर्सनुहोला भन्दै फेरि अर्को खबरसम्मको लागि म तारा थुलुङ बिदा चाहन्छु। नमस्कार।